पसलसम्मको थियो गाडी लागेको वालिङबाट यहाँ खाजा खान आइपुग्यौँ है गाइज रोटी पनि आयो ए कहाँ कहाँ पुग्नुहुन्छ अनि होइन ये हमारे रामू चाचा बेर भयो भनेर यहाँ बसेको बैरगाडीमा यो ढक्क लाएर होइन बस पनि आइदियो यार सबै भएर कसले हानेको केटाहरूले हो क्या गाडी राख्ने जस्तो छ उताबाट ठ्याक्कै हारेको हो झोलाभित्र मङ्की मास्क चाहिँ निकालिदिनु त लगाउनु पर्यो यार पन्जा पनि छ ए सिम हालेर सन्धिदाले पनि त्यही गर्नुभयो ओ ए यस्तो खालको हाल्दो भने यार यो हेर्नु त ब्रेक कस्तो हान्नु परेछ यो कति म अगाडि गएँ ल टर्निङमा त लम्मै सुत्दिन्छ नि फेरि बुढो टर्निङमा त लम्मै सुत्दिन्छ नि फेरि केटाहरूलाई थाहा छैन फेरि म बिस्तारै हिँड्नुपर्छ भनेर अब उता खाल्टोले दौडाउन पाइहाल्दैन अब यतातिर फेरि यस्तो पुरै जम्पिङ रोग लागेको बुढा जस्तो छ बाटो पनि हप्ता लागेर उफ्रिलु यहाँ भेटिराखेको यो साथीहरूलाई गाइज अरे यार हाम्रो ठाकुर दाइ हाम्रो क्याप्टेन टिम क्याप्टेन यहाँ चाहिँ हामी विश्राम गरेको है विश्राम ल
हामी चाहिँ यहाँ खाजा खान आइपुग्यौँ है गाइजहरू होइन तारै पेन्डिङमा निकाल्नु त त्यहाँ पोलमा चढ त तारा तिमी त उस बिना चढ्छौ है अँ सबले एउटै खाने हो कि ढक्क लाएर यो त म पोस्ट गरिदिन्छु नि अब को कहाँ पुग्नुहुन्छ अनि होइन पछि त हेर्नु पऱ्यो हो कि होइन भन्नु त हो कि होइन हाम्रो क्याप्टेन सर अनि हो कि नि सर ढुक्क हो कि यता चाहिँ नजाउँ होइन अहिले यही ठिकै होइन सब निकाल्छु म राम्रो हानेन भने यो सब खाएको होइन म त हान्दिन रोटी पनि आयो ए देखिया ल गाइज हामी हिँड्ने है विशाललाई यो लाउनु उस भयो क्या यसले यहाँ अप्ठ्यारो भयो क्या आउनु जाऊँ हिँड्नु कता दामी हान्नुपर्छ है हान्नुपर्छ भने चाहिँ हान्ने नि जे भयो नि हामी चाहिँ खाजा खाएर हिँड्यौँ धेरै पछाडि आइयो जानु न अगाडि जानु कि कता गयो आउने रहेछन् यसो गरिदिन्छु भनेको त दामी टायरको झोलामा चाहिँ के छ हो त्यस्तो यार ओइ दामी जम्पिङ भयो है
बाटै त्यस्तै हो कि त बाटै त्यस्तै छ डबल सकको त लचकदार हुन्छ सिङ्गल गोल त खेचार छ मजाले ओ यहाँ माथि पनि गएँ नि त म त घुम्न हुनुपर्छ त अब यो त बजार हो के अरे फर्काएर गए मात्रै हो यता हुनुपर्छ हो यहाँ लिनु त म यो झिक्छु यार अच्छा दाइले सक्स किन्ने रे क्यामेराम्यान आजको यात्रा चाहिँ हाम्रो कुशलसम्मको थियो गमलाको वालिङबाट पोखरा हाम्रा खेलाडीहरू अबको गेम पछि हाम्रो खेलाडीहरूको पालो छ प्रेसर चाचा सन्धि दाइ ढुक्क हान्नुपर्छ है नातिनु म बाहिर हुँदासम्म त गोल मिठो ल सन्तोष दाइ कतिको ढुकढुक भइरह हजुर नि खेलाडी नै हो के अरे गफ नलाउनु जानुपर्छ हजुर पनि ढुक्क हो कि ठाकु दाइ कहाँ गयो स्याङ्जा त खेल्दै खेल्दैनन् भन्ने मान्छे ठाकुको आज यहाँ 5-0 ए दामी खेल्दो रहेछ स्याङ्जाको अब फेरि पनि किप्पर भएन कि ए ल गाइज हाम्रो बगर र वालिङको चाहिँ म्याच स्टार्ट हुँदैछ दामी दामी धोकेबाज दामी छोप्यो ए गयो ठीक है